नमस्ते सबैजनालाई। हामी चाहिँ आज काउली रोप्नको लागि यो तयारी गर्दैछौँ। तपाईँ सबैभन्दा पहिला चाहिँ काउली कसरी रोप्ने त हैन। काउली रोप्दाखेरि चाहिँ लाइन टु लाइन चाहिँ रोप्नुपर्छ। मैले यसरी रोपेको छु, यता देखाउनु त। यहाँ देख्न सक्नुहुन्छ, यो तरिकाले रोप्ने हैन। यसरी रोप्दाखेरि चाहिँ यता देखाउनु, यसरी रोप्दाखेरि चाहिँ हामीलाई गोड्न सजिलो हुन्छ हैन। गोड्न सजिलो हुन्छ, मल हाल्न सजिलो हुन्छ। त्यही भएर चाहिँ तपाईहरु पनि यो तरिकाले रोप्नु होला। अनि यो जस्तै यसको डिस्टेन्स चाहिँ कति राख्ने भन्दाखेरि दूरी चाहिँ एक गोल मतलब एक खाल्डोबाट अर्को खाल्डोमा मतलब लगभग एक फाउडाको यो जति डिस्टेन्स हुन्छ त्यति राख्न सक्नुहुन्छ। यता देखाउनु, यता यति राख्न सक्नुहुन्छ तपाईहरुले डिस्टेन्स एक खाल्डोबाट अर्को खाल्डोसम्म। अनि जस्तै यसरी नाप्ने हैन, यसरी नाप्दाखेरि चाहिँ टक्क तपाईहरुले यति लगायो भने हामीलाई गोड्न पनि सजिलो हुन्छ है। ल अब मैले यसरी नापे टक्क, अनि यसरी खन्छु म। यसरी देख्न सक्नुहुन्छ, यसो गर्दाखेरि यसो गर्ने टक्क यसो गर्ने हैन। ल अनि त्यसपछि यस्तो गर्ने। ल यो भयो हैन। अब फेरि अर्को गर्नको लागि तपाईले यसरी नाप्ने अनि टक्क यसरी खनिहाल्ने के यसरी। यो लाइन र त्यो लाइन सबै बराबर हुन्छ क्या। तब हामीलाई चाहिँ गोड्न एकदम सजिलो हुन्छ। ओके, तपाईहरुलाई चाहिँ ल यता देखाउन सक्नुहुन्छ, एक यस्तोरी यता देखाउनु यता। अब हामीले यो लाइनमा अलि पछाडि जानुस्। अब हो यो लाइनमा अब स्ट्रेट भयो नि। अब यो लाइनमा पनि यति गर्ने, टक्कै यहाँ गर्ने क्या। यसो गर्यो भने चाहिँ हामीलाई चाहिँ एकदम इजी हुन्छ के काम गर्नलाई चाहिँ। यो भनेको एउटा प्राविधिक कुरा पनि भयो हैन। र ल यो भयो एउटा खाल्डो, यो भयो। फेरि अर्को गर्नलाई यो पनि एउटा स्ट्रेट भयो हैन, टक्कै यो मिल्यो। ल यस्तो गर्ने। ल गाइज, भ्लग हेरेर एकदमै मेरो भिडियोलाई सब्स्क्राइब लाइक कमेन्ट गर्नु होला।